अवस्था पूर्ण जोशमा छ। म एक विद्यार्थी हुँ र मलाई आत्मनिर्भर हुन आवश्यक छ। बिना सहयोग आफ्नै चीजहरू राख्न। जीवनमा सँगा बितिरहेको छ र म अड्किएको नै छु। गर्छु किन भने म केवल पढ्छु र केही गर्न सक्दिन किन गणने छु। मसँग किन्न र मलाई मन पर्ने कुराहरू गर्न पैसा छैन। अहिले काम गर्न सक्छु र त्यही नै म गर्नेछु। मैले समुद्री एक फेरि मम्मा राम्रो जागिर खाए म खुसी छु। किनभने म जनावरहरूसँग नजिकको सम्पर्क गर्न सक्छु र तिनीहरूलाई खुवाउन सक्छु र एकै समयमा तिनीहरूसँग समय बिताउन सक्छु। यसले मलाई आराम दिन्छ। अर्कोतर्फ म स्वीकार गर्दिन कि जब नयाँ कामदारहरूले आफ्नो काम पुरा गर्दिनन् तब मराई मरभस बनाउँछ बाख्रा। व्यक्ति जस्तो पनि महसुस हुन्छ। किनभने मेरो कामको एक भाग नयाँ सहायकहरूलाई मार्गदर्शन गर्नु र कुनै पनि दुर्घटना तर आराम गर्नु र मेरो र सबैको भलाइको लागि सबै कुरा प्रभाव गर्न दिनु राम्रो हो। तपाईको बारेमा के भन्न सक्छु? तपाईँ वर्त्य र सहज पनि हुनुहुन्छ। तपाईँ धेरै ऊर्जावान हुनुहुन्छ र तपाईलाई झुटा बोल्न मन पर्दैन। विशेष गरी तपाईले माया गर्ने र प्रशंसा गर्ने मानिसहरूबाट। तपाईले अपेक्षा गर्ने कम्तीमा मनभरि हो। तपाईँ र तपाईँको पार्टनर विश्वसनीय हुनुहुन्छ र सबै कुरालाई जैविक र शुद्ध बनाउनुहुन्छ र जीवनको अर्थ यही हो। हाम्रो वरपरका सबै कुरा जुन हामीलाई गलत लाग्छ परिवर्तन परिमार्जन गर्न आवश्यक छ। जादुई न प्राकृतिक तरिकाले जसले आफैलाई र अरूलाई फाइदा पुर्याउँछ। तपाईँ त्यहाँ बसेर जे गर्नुहुन्छ त्यो गर्नुहुन्छ। तपाईँ सम्प भएका ती परियोजनाहरू वा विचारहरूबाट कहिल्यै न डराउनुहोसिला। तपाईँ सम्भावित व्रत गर्ने शक्ति र प्रतिभा छ। त्यसैले तपाईँ यस्तोमा जस्तो हुनुहुन्छ र जीवनमा के चाहनुहुन्छ भनेर देखाउन।
जीवन लिनुहोस् तपाईँ यति लामो हुँदैन जति धेरैले आजकल डेली भिजनमा भन्छन् कहिले काहीँ तपाईँ जीवित राम्रो हुन सक्नुहुन्छ र भोलि तपाईँलाई थाहा हुँदैन हाम्रो भाग्य तपाईँको हातको हत्केलामा छ र परिवर्तन गर्न सकिन्छ मैले त्यो कठिन तरिका जादु मार्फत सिके हामी मानवहरू र हाम्रो वरपरका सबै कुरा हुन्छ दूर जा जीवन कला सङ्गीत विज्ञान हो त्यसैले तपाईँले मन पराउने वा रमाइलो गर्नेका मैलै नछोड्नुहोस् किनभने तपाईँ भोलिको बारेमा सोच्दै हुनुहुन्छ तपाईँ चाहनुहुन्छ लज्जाहरू हुन्छ त्यो गर्न सक्नुहुन्छ त्यसैले ढिलै नगर्नुहोस् बस गर्नुहोस् र तपाईँले हरेक तरिकाले जादु विकसित भएको देख्नुहुनेछ र तपाईँ अझ विश्वसनीय सपना र आकाङ्क्षाहरू साकार गर्न र पूर्ण सफलता प्राप्त गर्न